हेलो गाइज फाइनली यो चाहिँ म फाइनली आज हामी चाहिँ गेम खेल्न हिँड्दैछौँ। गेम भलिबल खेल्न जाँदैछौँ। कहाँ जाँदैछौँ? रोमानिया पार्कमा फुटबल खेल्न होइन भलिबल खेल्न जाँदैछौँ। अनि त्यस्तै हो छौँ 4-5 जना। यो चाहिँ म अनि यो हिमाल डन होइन यो भाइ, यो सायद भोट के मारे मोबाइलमा जसले हामी यस्तो पार्टी हो फेरि जसले चाहिँ होइन जसले यस्तो दियो उसके हामी भोट हाल्दियो। हेरविचार गर्नुपर्ने हुन्छ। 4 भोट त मबाटै हो फेरि। अनि 2 जना अगाडि जाँदैछन्। फाइनली हामी लोटमा हिँड्दैछौँ। लोटमा अलिक कुदेर जाउँ क्या हो त्यहाँ अगाडि। त्यो भैँसीको सिङ जस्तो हो त बाँस के अरे उस्तो चप्पल त हातमा भिसामा र टाटो देखेछ त हिमाल। ओ छिरा भाइ आम्मा राजेश हमाललाई फला खुवाइन्छ क्या हो। आफ्नो नरहेर आफै छक्क पर्छु क्या म। फाइनली यता हेर न फेरि। अनि भर्खर सुतेर उठेर जस्तो कि कमाउन नसके नि कपाल चाहिँ कमाइएको छ है। कपाल फाइनली हामी पैसाको धनी हो, गरिब भए पनि कपालको र मनको चाहिँ धनी हो क्या। फाइनली हामी त्यस्तो खालको मान्छे हौँ। अनि छोटे के हुँदैछ? नयाँ लुगा लाएर हिँड्दैछ है छोटे? दसैँको रे फुल्ली राजेश हमाल त्यही त हो नि फेरि। ए छोटो डर्ने आइ हाम्रो कपालको धनी म त्यसै भन्छु त हो। यहाँ टाको यार हिजो लडेको यार यस्तो मजाले लडेको। कहाँ? यो तपाईँहरूको त्यो टोइलेटमा अगाडि हो। यो अलि भइहाल्छ नि लड्नु पर्नु भनेको। गोर्खाली पो त वीर गोर्खाली पो त अनि गोर्खाली पो त यार होइन होला हो यो हो हो के भन्छ तपाईँ त अनि निराश हुनुहुन्छ क्या हो? ब्रेकअप भएछ भर्खर। के हो भन्नु है? हामी नि जान्न पाऊँ। हामी पनि जान्न पाऊँ, बुझ्न पाऊँ, जानकारी मिलोस् दाउरालाई रे। दाउरा दिस इज दाउरा है दाउरा। यो वास्तवमा टुलेटले थियो कि टोयलेट? अनि हामी चाहिँ फाइनली पुग्न लाग्दैछौँ। बिस्तारै जान्छ। कहाँ रे? ए भाडा भने क्या छोटे? टुलेट भनेको ए म त टोयलेट भनिरहेको थियो त यार। टुलेट है क्या? टोइलेट पढिरहेको छ क्या हो? होइन थाहा नभएको पनि यति साह्रो हो। भन थाहा नभएको मान्छे हो त हामी। थाहा नभएको भए विदेश आउँछन् मान्छे। म त अत्तो पत्तोमा आएको फेरि। अत्तो पत्तोमा रे? के मारे? अत्तो पत्तो थाहै नभइकन हो। थाहै नभइकन हामी पनि त त्यही हो नि। हामी रोमानिया पार्क जाँदैछौँ भलिबल खेल्नु। रोमानिया पार्क स्नो हान्दैको, स्नो खेल्दै क्या स्नो। अझ थाहा नै छैन मान्छेलाई। यहाँ गएर केटा खेल्छ। यहाँ 6 नम्बरको केटा गएर फेरि बुझ्यो त्यसले खेल्न गएको होइन? त्यसले त जाम भन्यो त किन जाने हो नि। खेल्न दियो भने खेल्नुपर्ने हुन्छ। फुटबल पायो भने फुटबल, भलिबल पायो भने भलिबल। फुटबल त के खेल्नु चप्पलमा? चप्पलमा त मजा आउँछ। खाली खुट्टा त खेलिन्थ्यो अनि खाली खुट्टा खेल्ने मान्छे चप्पल खेल्दैनन् के हो? असली फुटबल त खेल्छ हो कि होइन होला? चस्मा ल्याउनु बिर्सेँ यार छोटे। म असली फुटबल त खेलेको छैन नि। अनि नक्कलीमा त खेल्यो बेलुनको? त्यो फुटेको बल चाहिँ खुब खेल्यो है। फुटेको बल खेल्यो। ठिक हामी त हाम्रो स्कुलमा त्यो फुटबल खेल्ने वातावरणै छैन।
पुरै नगर न हाम्रो शेर दाजु कता गयो यहाँ बुढो शेर हो शेर एकचोटिको के भन्छ नि बाघ गर्जिन्छ नि एकचोटि गर्जे भने के हो मान्छे गायब के हो हो कि होइन दुवै हालिन्छ धेरै लामो भइसक्यो है हामी बनाउनु पर्ने हुन्छ क्या आम्मामा कपाल त यार काट्छु होला हौ म अब म पनि काट्छु होला हो धेरै लामो होइन माथि छोटो बनाउनु पर्ने हुन्छ क्या आज आइपुगेन यहाँ हो यो यताको यो कुन बिल्डिङ भएको ए उता यही कि उता यही यो हो कि कुन हो त यो बिल्डिङमै हो त रम्मलमा साँच्चै भर्खर सुतेर उठे जस्तो भएको छ है आँखा त गाइज हात हेर न घातमा गङ्गटाको जस्तो छ हौ हात नि दुःख पाएको हात यस्तै हो क्या सुखमा अब अलिकति धनी मनी परिवार हुर्किएको भए मेरो पनि हात कस्तो राम्रो चिल्लो एकदम पुक्को परेको पुकुले गाला साइनिङ एकदम हात पनि खतरा चिल्लो हुन्थ्यो होला क्या छोटेको जस्तो है योभन्दा नि खतरा हुन्थ्यो होला यार मेरो सब छोटेको योभन्दा नि खतरा हुन्थ्यो होला यार कामै नगरेपछि भइहाल्छ नि यो के हो यो होइन पल्लो भयो होइन होइन ए भान्जा कता हो त्यो अगाडि हो यो बिल्डिङ अगाडि हो अर्का बुढीहरू पनि देखिन्छ है यहाँ त फेरि हिमालको त फेरि फट्टै लप पर्ने सम्भावना हुन्छ अनि बङ्गाली केटीहरू आउँछ नि त्यहाँ पढिकन कहाँ त्यहाँ त्यस्ता हेर्ने हो हामी भनेको खेल्न हिँडेको मान्छे टार्गेट भनेको हाम्रो खेल्न हिँडेको मामालाई ठिक हुन्छ त त्यस्तो अरूको त त्यो त मेरो त दिदी बहिनी सबै सब दिदी बहिनी जति पनि यहाँ बाहिर देशमा छन् सब दिदी बहिनी दाइले कहिले गर्लफ्रेन्ड बनाउँदैन नि दिदी बहिनी मात्र बाहिरको यति बेला म दिल खोलेर हाँसौँ कि रौ यार एकचोटि त्यो नाजुक रौ न रुम तिमी रोको हेर्न मन छ यार मलाई वहाँ गएर अङ्ग्रेजी हेर्नुपर्ने हुन्छ फेरि कुनै दिन आउला त्यो दिन कुनै दिन नआउला भन्न पानी पनि सकिन्छ चटपटे खाने ठाउँ रहेछ नि यहाँ त हिमालले खुवाउँछ भने होइन आज खानुपर्ने हुन्छ कहाँ छ यहाँ बङ्गाली मार्केट उता लाम बसेर खाएको छ नि त लाम बसेर खाएको छ नि त बिरयानी त नाने हावाले कपाल खतरा उडाइदिरा राख के यता रम्मलतिरै जाम हो किन यता माथि जाम फाइनली गाइज ओखो गाइज हामी चाहिँ स्नो पार्क आइसकेका छौँ के खेल्न रे भलिबल रोमानियाको स्नो पार्क रोमानिया स्नो पार्क अनि रम्मल भने रोमानियाको स्नो पार्क घाम पनि आज त काइता लागिरहेको छ तापौँ जस्तो जाडो पनि खतरा चलिरहेको छ होइन तिमी भर्खर नआएको हो यहाँ मनी आयो त्यहाँ कपाल त के फाइनली हामी चाहिँ भलिबल खेल्न पुगिसकेका छौँ गाइज अहिलेलाई चाहिँ भिडियो चाहिँ राखौँ होला हो चटक्क मिठो छोटो मिठो अर्को पार्टमा हाल्नुपर्ने हुन्छ अर्कोचोटि हाल्नुपर्ने हुन्छ के हो छोटे तिमी के भन्न चाहन्छौ भन म त्यही भन्न चाहन्छु के त्यही छोटो मिठो त भन्नै आएन हौ मलाई त कसरी भन्छन् कसरी भन्छन् मतलब अन्तर्राष्ट्रिय बिल्ला पो हुन्छ त